नमस्ते साथीहरू, आज म स्वयम्भू परिसर आइपुगेको छु र मैले हिम मानव अर्थात् यतिका दुई दाजुभाइलाई पनि बोलाएको छु। आशा छ उनीहरू पनि आउँदै होलान्। ल, कुरा गर्दा गर्दै यतिका दाजुभाइ पनि आइपुगेछन्। हेलो यति भाइहरू, तिमीहरूलाई सन्चै छ? हामीलाई त सन्चै छ। अनि तपाईलाई नि? मलाई पनि सन्चै छ। अनि जाने होइन त सगरमाथा? पक्कै जाने हो, आफ्नै गाउँठाउँ। आज मैले यी यतिका दुई दाजुभाइलाई ब्लगिङ गर्न स्वयम्भूदेखि सगरमाथाको यात्रामा पठाउँदैछु। उनीहरूले यसै परिसरबाट सुरु गरेर सगरमाथा जानेछन् र त्यहाँ विभिन्न पर्यटकहरूसँग कुराकानी पनि गर्नेछन्। आशा छ तपाईहरूलाई उनीहरूले गरेको पर्यटकसँग गरेको कुराकानी मन पर्नेछ। लौ त यति भाइहरू, अब आफ्नो काम सुरु गर ल। दर्शकलाई राम्रो मनोरञ्जन दिने प्रयास गर्नु मेरो शुभकामना छ। हुन्छ, सक्दो मेहनत र प्रयास गर्नेछौँ। हामीलाई मौका दिनुभएकोमा ट्राभल भ्यू नेपाल र विशेष गरेर तपाईँलाई धेरै धेरै धन्यवाद। साथी हामी किन भेट भएका छौँ? ब्लगन गर्न भेट भएका हौ। कसले बोलाएको रहेछ? ट्राभल भ्यू नेपालबाट बोलाएको रहेछ साथी। हामी कता कता ब्लगन गर्छौँ साथी? काठमाडौँको स्वयम्भूनाथ अनि सगरमाथा बेस क्याम्पमा गर्छौँ साथी। हुन्छ, जाउन उतै भेटौला। ल त साथीहरू, हामी दुवै जना तयार भयौँ। तपाईहरू पनि तयार हुनुहोला। हेलो साथीहरू, नमस्ते। म स्वयम्भूमा आइपुगेको छु अनि धेरै खुसी पनि छु किनकि म मेरो गाउँ ठाउँ सगरमाथा जाँदैछु। साथीहरू नमस्ते, म पनि स्वयम्भूमा आइपुगेको छु अनि धेरै खुसी छु सगरमाथा जान पाउँदा। साथीहरू, म सगरमाथा बेस क्याम्पमा आइपुगेको छु। हेर्नुहोस् यहाँको दृश्य। मलाई त मोटो ज्याकेट लगाउनु परेको छैन, तर यहाँ भएका मानिसहरूले त मोटो ज्याकेट लगाएका छन्। साथीहरू, मलाई पनि अर्को मोटे साथीले भनेको जस्तै लागिरहेको छ। साथीहरू, म यहाँ केही विदेशी पर्यटकसँग कुराकानी गर्दैछु। हेलो मैम, नमस्ते। हाउ डू यू फील अबाउट नेपाल एंड माउंट एवरेस्ट? Oh, my trip to Nepal and Mount Everest has been unforgettable and beautiful. It felt like experiencing heavenly bliss. Excuse me, where from you? Oh, I am from USA. Thank you so much. Oh, you are welcome. Thank you so much. Visit Nepal and Mount Everest again. Excuse me, sister, where from you? Oh, I am from France. And how feel you Nepal and Mount Everest? Oh, I feel very nice trip. Nepal is very beautiful country and Mount Everest is so amazing place. दाजु नमस्ते, तपाईलाई कस्तो छ? सन्चै हुनुहुन्छ? ओहो मोटे यति भाइ, मलाई सन्चै छ। तिमीलाई नि? अनि पर्यटकहरूलाई के भन्न चाहनुहुन्छ? नेपाल विश्वको सबैभन्दा सुन्दर देश हो अनि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि यही छ। त्यसैले आउनुहोस्, घुम्नुहोस्, हेर्नुहोस् भन्न चाहन्छु। दाई नमस्ते, आराम हुनुहुन्छ? अनि विश्वकै सर्वोच्च शिखर सगरमाथालाई कस्तो छ? मलाई सन्चै छ, सगरमाथालाई पनि आरामै छ। अनि आज यति भाइहरू कताबाट यहाँ आउनुभयो? हामीलाई ट्राभल भ्यू नेपालले ब्लगिङ गर्न पठाएको दाई। धेरै राम्रो काम, थ्याङ्क यू सो मच ट्राभल भ्यू नेपाललाई अनि तपाईलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। एक्सक्युज मी सिस्टर, वेयर फ्रम यू? हाउ डू यू फील नेपाल एन्ड माउन्ट एभरेस्ट? Oh, I am come from Japan. I like Nepal and Mount Everest is very beautiful place I visit every year. And sir, I ask same question to you.
How I am also from Japan. I like Nepal, very beautiful country and visiting Mount Everest every year. Excuse me sister, where from you? How do you feel Nepal and Mount Everest? मैं इंडिया से हूँ। नेपाल एक सुंदर शांत देश है। माउंट एवरेस्ट की तो बात ही अलग, क्या बयान करूँ। विश्व की सबसे ऊंची चोटी है जो नेपाल में पड़ता है, बहुत सुंदर है। मैं तो हर बार देखना पसंद करता हूँ। सर नमस्ते, आपको नेपाल कैसा लगता है और माउंट एवरेस्ट के बारे में कुछ बता दीजिए। नेपाल तो बहुत सुंदर है, ये तो सबने बता ही दिया है, मैं भी वही बात दोहराता हूँ। माउंट एवरेस्ट के बारे में तो बहुत सुंदर है और नेपाल की शान भी है। हम लोग भी हर साल आना पसंद करता हूँ। लॉट साथीहरू म मेरो टिमको सम्पूर्ण साथीहरू सहित माउंट एवरेस्ट बेस क्याम्पबाट विदा लिन चाहन्छु। मौका मिले अर्को भिडियोमा फेरि भेटौला। ट्राभल व्यू नेपाललाई धेरै धेरै धन्यवाद। साथीहरू, आजको यो यतिलाई समावेश गरेर बनाइएको पर्यटन सम्बन्धी भिडियो तपाईलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरी हामीलाई अगाडि बढ्ने हौसला प्रदान गरिदिनु होला है भन्दै बिदा हुन चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला। भिडियो हेरी सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। Thank you for watching this video. Please like, share and subscribe my channel. For more information,